धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस सभामा उपस्थित सम्माननीय अध्यक्षज्यू, प्रमुख अतिथि, विशिष्ट अतिथि र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू, म संस्थाको तर्फबाट न्यानो अभिवादन। आज म कुनै कमजोर विषयमा होइन, हाम्रो समाजले बेवास्ता गरेको सबैभन्दा महत्त्वपूर्ण विषयमा कुरा गर्न आइरहेको छु। म यहाँ उभिनुको कारण पनि यो हो कि म आज त्यो विषयको बारेमा मजाले बोल्न सक्छु र त्यो हो मानसिक स्वास्थ्य। मानसिक स्वास्थ्य भन्ने बित्तिकै तपाईहरुलाई के लाग्छ? मानसिक स्वास्थ्य भन्ने बित्तिकै हामीलाई लाग्छ कि कोही एकदमै वीक छ मानसिक तवरले, अथवा हाम्रो हेर्ने दृष्टि भनेको एकदमै नराम्रो तरिकाको हुन्छ र हामीलाई हाम्रो समाजले सिकाएको पनि त्यही नै हो। र मानसिक स्वास्थ्यमा कसरी कमजोर हुन्छ त भनेर यो चाहिँ कस्तो, यसको समस्याहरू चाहिँ के हो त भन्ने कुरा गरौँ। हाम्रो समाजमा सबैलाई थाहा छ कि मानसिक स्वास्थ्यको बारेमा बोल्नुपर्छ, तर कोही पनि चाहँदैन कि यो विषयमा बोल्नको लागि। कुनै पनि विद्यार्थीलाई पढ्नको लागि तनाव, उसलाई राम्रो मार्क लिएर आएर स्कुलमा कलेजमा टप हुनुपर्छ भन्ने तनाव, अहिलेको युवाहरूलाई जागिरको तनाव, सँगैको प्रतिस्पर्धाको तनाव, एउटा परिवारमा एउटा प्यारेन्ट्सहरूलाई राम्रो परवरिश दिनुपर्छ भन्ने तनाव, र अघि साथीले भने जस्तै सोसियल मिडियामा अरूको चाहिँ राम्रो देख्ने र आफू सबैभन्दा कमजोर छु भन्ने तनाव। तर यो सबै परिस्थितिको भन्दा पनि सबैभन्दा ठुलो कुरा मानसिक रूपमा कमजोर हुँ भनेर सोच्नु नै सबैभन्दा ठुलो समस्या हो। हामीले समस्याको कुरा गरिराख्दाखेरि समाधान पनि पक्कै छ र हामीले यसको समाधान चाहिँ कसरी गर्न सक्छौँ त भन्ने कुरा गरौँ। यसको समस्या चाहिँ हामीले दुई तवरबाट गर्न सक्छौँ, जस्तै एउटा व्यक्तिगत तवरबाट भयो र एउटा सामाजिक तवरबाट। व्यक्तिगत तवरबाट चाहिँ मानिसले आफूले आफ्नो लागि गर्नु पर्यो। जस्तै कोही एउटा कोठाभित्र बन्द भएर बस्नु भएन, उनीहरू सोसलाइज हुन सिक्नु पर्यो। कसैले केही समस्या छ भने आफ्नो साथीभाइ अथवा सोसियल मिडियाकै थ्रु अथवा कुनै पब्लिकमा गएर बोल्नु पर्यो, आफ्नो विचारहरू राख्नु पर्यो। जे आफूले भोगिरहेछ आफूले पनि अवेर गर्न सक्नु पर्यो। त्यो भनेको आफू त्यो समस्याबाट आफू पनि निस्किनु र अरूलाई पनि निकाल्नु हो। र मानिसहरू व्यक्तिगत तवरमा आफूले गर्ने भनेको कुनै पनि कुरामा आफूलाई इन्भल्भ गराउनु पर्यो, एक्लो महसुस गरेर बस्नु भएन। र सामाजिक तवरबाट चाहिँ के समस्याको समाधान हुन सक्छ भने तपाईहरूले मेन्टल हेल्थ सम्बन्धी अवेरनेस प्रोग्रामहरूलाई प्रोत्साहन गर्नु पर्यो। परिवारमा मात्र होइन, समाजमा ठाउँमा गएर यसको प्रोग्रामहरू चलाउनु पर्यो। र यो समाजले चाहिँ एउटा कस्तो कुरा क्रिएट गरेको छ भने तिमी राम्रो हुनैपर्छ, तिमी राम्रो गर्नैपर्छ र राम्रो भएर मात्रै देखाउनु पर्छ। सामाजिक तवरबाट पनि यसलाई एक्सेप्ट गर्न सिक्नु पर्यो। र यो कुरा समाधानको कुरा गरिराख्दाखेरि अब हामी मेन्टली चाहिँ हामी राम्रोसँग राम्रो छौँ र हामी मानसिक रूपमा चाहिँ स्वास्थ्य छौँ भने यसको महत्त्व चाहिँ के हुन्छ त? सबैभन्दा ठुलो महत्त्व चाहिँ तपाईँ केही कुरामा फोकस भएर अगाडि बढ्न सक्नुहुन्छ। तपाईँले गरेको कामहरू 100मा 100% रिजल्ट निकाल्न सक्नुहुन्छ। कुनै पनि कामको तपाईँलाई निर्णय लिनलाई सजिलो हुन्छ। त्यसैले मानसिक रूपमा सबैजना एकदमै स्वस्थ रहन एकदमै आवश्यक छ। तपाईँ धन सम्पत्तिले धनी हुनुहोला, सबै कुराहरूमा परिपूर्ण हुनुहोला, तर तपाईँको मानसिक स्वास्थ्य राम्रो भएन भने तपाईँ केही कुराले पनि अगाडि बढ्न सक्नुहुन्न। त्यसैले सबैभन्दा महत्त्वपूर्ण भनेकै अहिलेको लागि मानिसको मानसिक स्वास्थ्य नै हो। त्यसैले सबैले यसमा ध्यान दिनुपर्छ। यति भन्दै म अन्त्यमा के भन्न चाहन्छु भने मानसिक स्वास्थ्य जागरुकता नारा